परको चाहिँ यो छानो चाहिँ लाइभ स्टेसन भनौँ न। यहाँ मेला लाग्दा केही कार्यक्रम हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि धेरै दिन पछाडि एउटा नयाँ भिडियो लिएर आएको छु। यदि तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने एक लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। र तपाईहरु कहाँदेखि हेर्दै हुनुहुन्छ, जहाँदेखि हेर्दै भए पनि आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै छु। र आजको मेरो भिडियोको बारेमा खासै भनिराख्नु पर्ने आवश्यकता छैन, किनकि तपाईहरुले मेरो भिडियोको थम्बनेल र टाइटल हेरेर नै गेस गरिसक्नु भएको छ मैले के को बारेमा भिडियो बनाउँदै छु भनेर। सो ढिला नगरिकन आज चाहिँ म हाम्रो ग्राउन्डको रूपरेखा भनौँ त्यो चाहिँ म देखाउँदै छु है, कस्तो छ ढुङ्गाको ग्राउन्ड चाहिँ। र ग्राउन्डको माथितिर पहिला बस्ने ठाउँ थिएन, त्यहाँ चाहिँ रेलिङहरु लगाइएको छ। त्यो चाहिँ सरसर्ती देखाउँछु, तपाईहरुलाई कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नुस् है त। यस्तो छ, माथितिर प्याराफिटहरु चाहिँ यसरी बनाइएको छ, एक स्टेप, दुई स्टेप, तीन स्टेप। अनि रेलिङहरु चाहिँ यसरी लगाइएको छ है साथी हो, यसरी। यो चाहिँ भर्खरै सम्पन्न भएको हो। यो चाहिँ म यहाँबाट माथिबाट पनि देखाउँछु। यसरी यतातिर नि बस्न मिल्छ, सरर लाएर बस्न मिल्छ। अनि यस्तो छ, यसरी बस्न मिल्छ यतातिर। यस्तो छ, एक स्टेप, दुई स्टेप। यहाँ नि मजाले दुई लाइनमा बस्न सकिन्छ। र यो परको चाहिँ यो छानो चाहिँ लाइभ स्टेसन भनौँ न। यहाँ मेला लाग्दा केही कार्यक्रमहरु हुँदाखेरि यहाँबाट लाइभ गर्ने भनेर यो टस हालेको हो। यस्तो छ, यतातिर नि बस्न मिल्छ है साथी हो। यति हो बस्ने ठाउँहरु। टस चाहिँ अलिकति यसको आकार चाहिँ अलि सानो जस्तो हो कि छाना अग्लो त्यो यस्तो छ। अनि यो हाम्रो ग्राउन्डमा फाइबर बोर्ड चाहिँ हामीले लगाएको यो पुस 15 भन्दा अगाडि नै हो। पुस 15 मा हामीले उद्घाटन गरिसकेको थियौं है साथी हो। यो प्याराफिटहरु चाहिँ भर्खरै धेरै भएको छैन, यो 20-25 दिन भयो। यो चाहिँ यस्तो छ, यसरी बनाइएको छ है साथी हो। हाम्रो ग्राउन्ड चाहिँ यस्तो छ। यतातिर यो पातै पात झरेको छ, किन भन्दा आजभोलि हावापानी एकदमै धेरै आउँछ, त्यही भएर चाहिँ यो पात झरेको गर्छ। त्यही भएर यस्तो छ है साथी हो। तपाईहरुलाई हाम्रो ग्राउन्डको प्याराफिट अनि यो लाइभ स्टेसन कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नुस् है त। मैले ग्राउन्ड सँगसँगै आज चाहिँ गाउँको थोरै भिडियोहरुलाई पनि एड गर्दै छु है साथी हो। यस्तो छ हाम्रो गाउँ चाहिँ। अनि हाम्रो गाउँको तिर हिँड्ने बाटो चाहिँ यस्तो छ, यस्तो छ।
गाउँतिर यस्तो छ है साथीहरूको घरहरू चाहिँ। पानी परे पछाडि खुलेको मौसम है साथीहरू यस्तो छ। यो कि चाहिँ पानी परेको थियो, अहिले चाहिँ आकाश खुलेको छ। तपाईहरु यता देख्न सक्नुहुन्छ खुइजेरी अनि यता क्याङ, त चाहिँ लेसपार है साथी हो। अनि मौसम चाहिँ यस्तो छ।